अब हाई ब्लड प्रेसरको बारेमा हामीले धेरै कुरा सुनिरहेको हुन्छौँ। जहिले पनि हामी भन्छौँ कि नुन कम खानुपर्छ, नुन कम गऱ्यो भनेदेखि प्रेसर घट्छ भनेर। तर नुन कति खाने र कसरी खाने र यसलाई रेकमेन्डेड लिमिटमा कसरी ल्याउने भन्ने कुरा एउटा महत्त्वपूर्ण विषय हो। यसमा चाहिँ कस्तो छ भन्दाखेरि अहिले WHO ले के रेकमेन्ड गरेको छ भन्दाखेरि तपाईँले दिनभरि खाने नुनको मात्रा 5 ग्रामभन्दा कम हुनुपर्छ। भन्नुको मतलब तपाईँ बिहान उठे पछाडि बेलुकासम्म जति पनि खानेकुरा खानुहुन्छ 24 घण्टामा, त्यो बिचमा खानेकुरा सबै खानेकुरा मिलाएर खाँदाखेरि नुनको मात्रा 5 ग्राम वा त्योभन्दा कम हुनुपर्छ। 5 ग्राम भनेको एउटा सानो चिया चम्चा बराबर हो। अब अहिलेको प्रतिवेदनले के देखाउँछ भन्दाखेरि हामीले खाने नुन चाहिँ यो WHO ले भनेको छ कि हामीले अहिले 10 ग्राम नुन खाइरहेका छौँ। अहिले रेकमेन्ड गरेको भन्दा ठ्याक्कै डबल नुन खाइरहेका छौँ। अब यसलाई यो कसरी 5 ग्राम पुर्याउने, अब टेक्निकली बोल्न त यो कुरा सहिलो छ, तर टेक्निकली वा व्यवहारमा ल्याउनलाई गाह्रो छ। 5 ग्राम नुन एउटा व्यक्तिले घरमा कसरी चाहिँ पुर्याउने, यसलाई म हजुर एउटा सानो टिप्स दिन चाहन्छु। जस्तो कि तपाईँको अब 3 जना सदस्य हुनुहुन्छ भनेदेखि तपाईँले 15 ग्राम भनेको 3 चिया चम्चा बराबरको नुन चाहिँ छुट्याएर राख्नुहोस् आजको लागि। र दिनभरि खाना पकाउँदाखेरि, बिहान खाना वा दिउँसो खाजा वा बेलुका खाना पकाउँदाखेरि त्यही 3 चिया छुट्याएर राखेको नुनबाट चाहिँ युज गर्नु होला र दिनभरिमा त्यो बाहेक अरू बढ्ता नुन प्रयोग नगर्नुहोस्। यसो गर्दाखेरि तपाईँले मोरलेस यो रेकमेन्डेड लेभलको चाहिँ खान सक्नुहुन्छ वा त्यो लिमिटमा ल्याउन सक्नुहुन्छ। यसमा अझै एउटा महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि अब हामीले नुन बढी खाइरहेको बानी हुन्छ, नुन एकैचोटि घटाउन गाह्रो हुन्छ। हामीले नुन अलि बढी नै खाइरहेको हुन्छौँ र नुनको मात्रा एकैचोटि कम गर्दाखेरि तपाईँलाई खानेकुराहरू बिलिनु लाग्न सक्छ र त्यसले गर्दाखेरि खान मन नलाग्ने पनि हुनसक्छ। र यसमा एउटा कुरा के छ भन्दाखेरि अब हजुरले नुन एकैचोटि कम गर्नुको सट्टा यसलाई बिस्तारै बिस्तारै ग्रेजुअली घटाउनु भयो भनेदेखि तपाईँले बिस्तारै नुन कम खाने बानीमा आफूलाई ढाल्न सक्नुहुन्छ। विशेष गरेर जस्तो अब भोलिको दिनबाट तपाईँले अलि जति नुन खाइरहनु भएको त्यसलाई अलिकति कम गरेर पकाउनुहोस्, 1 हप्तासम्म त्यसरी खानुहोस् र त्यसो अब त्यसको 7 दिन पछाडि अर्को हप्ता फेरि त्यसमा अझै कम गर्नुहोस् र त्यसरी बिस्तारै बिस्तारै घटाउँदै लानुभयो भनेदेखि पक्कै पनि नुन कम खाने बानी यहाँहरूले एडजस्ट गर्न सक्नुहुन्छ र यसले गर्दाखेरि तपाईँको यो प्रेसरमा यसले अहिले तुरुन्तै ठुलो इम्प्याक्ट नल्याए पनि यसले भविष्यमा चाहिँ प्रेसर घटाउन ठुलो मद्दत पुर्याउँछ।